यो भयो बुझ्यौ बुवा बुझ्यौ न त्यो बुवा रे अब दक्षिण आग्नेय भन्छ त्यो त खोइ धुप्टाउ ईशान आग्नेय त्यता हो नि गुरु पूर्व उहाँ घाम धरिराखेको गुरुलाई मैले सिकाउनु पर्यो भने त अनि फेरि उहाँहरू नि उहाँ हाल्छ छौ घाम र यहाँ सब ठिकै छ एउटा कान्छी छोरी राख्छ ईशान रे आग्नेय नैऋत्य सुरुमा चाहिँ राख्नु पर्थ्यो नि गुरु र यहाँ राख्नु र पहिले सुरुको यो नसार्नु होला हौ हो नसार्नु के अब अर्को है कान्छी छोरी राख्छ रे हो ए लु राख ए यता यता राख यता लै राख्नु नपार राख, यहाँ पार्नु पर्छ नि त ढिलो अलिक ढिलो उता घामलाई हेर त रामलाई हेर्नु उहाँ हेर राम हेरेर राख लु तिमीले माटो झारिसक्यौ नानी राख राख अब घुँडा धसेर परेबाट राख उही गर भेटेन त यहाँ आऊ र यहाँ उहाँ छ हजुर बाउलाई छौ न ऊ त्यहाँ हजुर बाबुलाई दिए पनि हुन्छ हो यस कुना पुरो हो उसको पनि जोडेको छ पूर्वै भयो लु अब दाजु मिलाइदिनु उसले राखेको हुँदैछ त्यहाँ अडिएको छैन होला है यसै ठाउँमा तिनवटा राख्नु पूर्वमै तिनवटा यो नाक पनि ल्याउनु ढुङ्गा कता राख्ने फुल त्यहाँ फुल चाहिँ राख्नु तिल। पर्दैन फुल चाहिँ राख्नु पर्दैन त्यहाँ सबै पर्छ नि त्यो न पहिले राखिसकौँ न अनि पूजा गर्नु अनि तिल जौहरू सबैले पूजा गर्नुपर्छ होला नि त जलभित्र पाँच चाहिँ होइन छेउछेउमा जाँदा छ त्यतिको छेउछेउमा कसरी कसरी छेउछेउमा राख्नु जसरी अगाडि भनेपछि यो यसलाई कता फर्काउनु पर्यो के त है पृथ्वीतिर फर्किने कि यो मोहडा कता फर्काउने भनेको त्यस्तै यसरी टक्रा अहिले सिलेन्डर गर्दा नि यस्तरी चाहिँदैन म त बिर्सेँ हौ सिलेन्डर गरेको ए पुच्छर यता पछाडि छ त बुवा पुच्छर पछाडि भन्नुभएको छ यतै फर्काउनु न आज कति यसरी हो नि मम्मी लु भयो त कलस त लडे जस्तो हो लडेको छैन ला के भयो छुनै हुँदैन माजाको ठुलो कलश खोइ त्यहाँमाथि दियो चाहिन्छ तेल लगाउनु दियामा लाको छ छ प्रत्येक कलशमा राख्नु पर्यो होइन